गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सबैलाई स्वागत छ मेरो च्यानलमा। र आज चाहिँ फाइनल्ली खुसीको कुरा छ। आज चाहिँ म बम्बई आएको ठ्याक्कै 1 महिनाभन्दा बेसी नै भयो। 26 तारिक, आज 30 तारिक भनेपछि 1 महिना 4-5 दिन अगाडि भइसक्यो। र आज फाइनल्ली आज गएर चाहिँ हामीले टिकट पाएको छौँ। र भोलि बिहान 5:30 बजेको ट्रेन छ हाम्रो चाहिँ, बिहानको कुर्लादेखि अनि गोरखपुरसम्मको। र बल्ल आज कति खुसी लागेको छ मलाई। धेरै नै टाइम भयो थियो टिकट कुर्दा गर्दा लगभग 15 दिनदेखि ट्राई गरिरहेको थियौँ हामीले टिकटको लागि चाहिँ, तर टिकट पाएको थिएन। अहिले चाहिँ मान्छे युपी बिहारतिर सबै अब यति बेला इन्डियामा सिजन हो नि त छुट्टीको, त्यही भएर यति बेला सिजन छुट्टीको सबैजना उतै जाने। अनि माथिबाट अहिले युपी बिहारतिर खेती स्याहार्ने बेला भयो नि त, मान्छेहरू खेती लगाएर आउँछ अनि खेती स्याहार्नको लागि जान्छन् नि त। धेरैजनाहरू जाँदाखेरि हामीले चाहिँ टिकट नपाएर तत्काल हानेको। कति तल झरेको र माथि बस। अनि हामीले चाहिँ टिकट नपाएर तत्काल हान्न लगाएको पनि लगभग 15 दिन भयो क्या। 15 दिनमा बल्ल आज टिकट निस्केछ। त्यो पनि कति भन्नुहुन्छ भने त कुरा सुनेर प्राइस सुनेर तपाईँहरू ढल्नुहुन्छ होइन। हामीले चाहिँ थर्ड एसीको निकाल्न भनेको, थर्ड एसीको यत्रो दिनदेखि ट्राई गर्न भनेको मिलेन। अनि भयो नि त सेकेन्ड एसीको निकालिदिनु भनेर भनेको होइन। सेकेन्ड एसीको निकाल्दाखेरि चाहिँ ठ्याक्कै 7,000 आइसी तिर्यो हामीले। सेकेन्ड एसीको लागि 7,000 आइसी तिर्यो। अरू बेला नर्मल 24-25 सयको टिकटलाई अहिले 7-8 हजार आइसी तिरेर पनि अब जान त पऱ्यो आफ्नो घर होइन। यहाँ बसेर पनि भएन, अब धेरै बस्ने उतै भएपछि अब 1-2 महिना यहाँ बस्ने कुरा भयो। र त्यही पनि ठिकै छ। फाइनल्ली बल्ल आज जान पाइयो। मेरो दिमाग यस्तो खराब भयो थियो, आज बल्ल यस्तो खुसी छ। अब आज चाहिँ हामी अब भोलि बिहान 5:30 बजेको भनेपछि त अब आज यहाँ चाहिँबाट हामी बसेको ठाउँबाट चाहिँ निस्किनु पर्ने हुन्छ ओला गरेर। राति 12-1 बजेतिर निस्किनु पर्ने हुन्छ। हुन त अब ओलाहरू इन्डियामा त अब जति बेला पनि पाइराखिन्छ। त्यही पनि 1-2 बजेतिर गइयो भने ठ्याक्कै 1-1.5 घन्टा गरेर आराम गरेर जान पाइन्छ। अनि त्यति बेला त्यही छ, आज खुसी छ। अनि हामी अब जान्छौँ होइन। र मेरो च्यानललाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। त्यही अपडेट गर्नलाई आएको। ओके, बाई बाई।